बार्सिलोना 3 रियल मैड्रिड 2 वाट अ ड्रामा रेड कार्ड इन्जुरी सबै कमी भयो त बस एउटा कन्ट्रोभर्सियल पेनाल्टीको अनि मात्र एल क्लासिको चाहिँ एल क्लासिको जस्तै लाग्ने थियो। स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जित्न सफल भएको छ साथीहरू। फाइनल खेलमा बार्सिलोनाले रियल मैड्रिडलाई 3-2 ले पराजित गरेको छ। खेलको 36औं मिनेटमा राफिनाले फर्मिन लोपेजको असिस्टमा बार्सालाई 1-0 को लिड दिलाए। त्यसपछि 45+2 मिनेटमा भिनिसियस जुनियरले गोन्जालो गार्सियाको असिस्टमा खेल 1-1 बनाए। 45+4 मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेड्रीको असिस्टमा बार्सालाई 2-1 को अग्रतामा राखे। तर 45+6 मिनेटमा गोन्जालो गार्सियाले खेल 2-2 बनाए। 4 मिनेटको फरकमा 3वटा गोल भयो। सेकेन्ड हाफको खेलमा राफिनाले ड्यानी ओल्मोको असिस्टमा बार्सालाई 3-2 को अग्रतामा राखे अनि 90+1 मिनेटमा फ्रेन्की डे योङले रेड कार्ड पनि खाए। बार्सिलोनाले अब रियल मैड्रिड विरुद्ध 3वटा फाइनल खेलेर लगातार 3वटा नै जित्न सफल भएको छ। सुपर कपको सिंगल एडिसनमा 4 गोल गर्ने राफिना दोस्रो खेलाडी पनि बनेका छन्। यसअघि 2015 मा एथलेटिक क्लबले बार्सिलोनालाई एग्रिगेटमा 5-1 ले हराउँदा अर्टिज अडुरिजले 4 गोल गरी यो रेकर्ड बनाएका थिए।